आजको भिडियोमा हामी कुरा गर्दैछौँ नेपाली चलचित्र इतिहासका 10 जना सबैभन्दा सफल र चर्चित नायिकाहरूको बारेमा। यिनै हुन् ती अभिनेत्रीहरू जसले नेपाली सिनेमामा असल अभिनय, सौन्दर्य र गहिरो छाप छोडेका छन्। कुन नायिका तपाईलाई सबैभन्दा बढी मनपर्छ? भिडियो हेरेर अन्त्यमा कमेन्ट गर्न नबिर्सिनुहोला। आज हाम्रो लिस्टमा सबैभन्दा पहिलो नम्बरमा रहेकी छिन् भुवन चन्द। नेपालको पहिलो चलचित्र आमाबाट अभिनय यात्रा सुरु गरेकी यी अभिनेत्री नेपाली सिने इतिहासकी पहिलो नायिका हुन्। सामाजिक सन्देश सहितका चलचित्रहरूमा गम्भीर अभिनय गर्ने उनी चलचित्र उद्योगकै आदर्शिला हुन्। दोस्रो नम्बरमा रहेकी छिन् निरुता सिंह। 1993 को दक्षिणा चलचित्रबाट डेब्यू गरेकी उनी 90 को दशकमा सबैभन्दा मन पराएकी नायिका हुन्। दर्पण छाया, माइती, बलिदान जस्ता अमर चलचित्रहरूमा उनको अभिनय आज पनि दर्शकले बिर्सिन सक्दैनन्। भावनात्मक र सशक्त अभिनयका कारण उनी सदाबहार नायिकाको रूपमा चिनिन्छन्। तेस्रो स्थानमा रहेकी छिन् करिश्मा मानन्दर। 17 वर्षको उमेरमै सन्तान चलचित्रबाट डेब्यू गरेकी उनले बसन्ती, ट्रक ड्राइभर जस्ता सुपरहिट फिल्म दिइन्। नेपाली चलचित्रकी ग्ल्यामर आइकन भनेर चिनिने करिश्मा आज पनि उत्तिकै चर्चा र सम्मानमा छिन्। चौथो स्थानमा रहेकी छिन् रेखा थापा। हिरो चलचित्रबाट डेब्यू गरेकी उनले हिम्मतवाली, काली जस्ता साहसी भूमिकामा अभिनय गरेकी छन्। उनले नेपाली फिल्ममा महिला सशक्तिकरणको प्रतीक बनाउँदै नयाँ बाटो देखाइन्। पाँचौं नम्बरमा रहेकी छिन् झरना थापा। दाइजो चलचित्रबाट यात्रा सुरु गरेकी उनले दर्जनौं पारिवारिक र सामाजिक चलचित्रहरूमा अभिनय गरेकी छन्। अहिले निर्देशकको रूपमा ए मेरो हजुर सिरिजले उनको नयाँ पहिचान बनाएको छ। छैटौं स्थानमा रहेकी छिन् कमेडी दरबारकी महारानी गौरी मल्ल। सन्तान, उनको सम्झनामा लगायतका फिल्महरूमा उत्कृष्ट अभिनय गरेकी उनले टेलिभिजन र रङ्गमञ्चमा समेत सशक्त उपस्थिति जनाएकी छन्। सातौं नम्बरमा रहेकी छिन् तपाईँ हामी सबैको फेभरेट वसुन्धरा भुसाल। हिजो आज भोलि चलचित्रबाट सुरु गरेकी उनले नेपाली चलचित्र र नाटक दुवै क्षेत्रमा गहिरो छाप छाडेकी छन्। उनी नेपाली फिल्मकी आदरणीय आमाको रूपमा चिनिन्छन्। आठौं नम्बरमा रहेकी छिन् यस्ती नायिका जसले आफ्नो सरलता, सौन्दर्य र भावनात्मक अभिनयले हजारौं दर्शकको मन जितिन्। उनी हुन् जल शाह। उनले पहिलो पटक शङ्कर फिल्ममा बाल कलाकारको रूपमा अभिनय गरिन्, तर 1996 मा अवतार फिल्मबाट मुख्य नायिकाको रूपमा डेब्यू गरेपछि उनले नेपाली सिनेमामा नयाँ रङ थपिन्। अवतार, फुले दाई, बसन्ती जस्ता हिट फिल्महरूले उनलाई सुपरस्टार बनाइदिए। आफ्नो समयको सबैभन्दा चर्चित र सम्मानित अभिनेत्री मध्ये एक मानिने जल शाह आज पनि दर्शकको मनमा उत्तिकै प्रिय छिन्। नवौं स्थानमा रहेकी छिन् प्रियङ्का कार्की। मेरो बेस्ट फ्रेन्डबाट अभिनय यात्रा सुरु गरेकी उनले छक्का पञ्जा लगायत धेरै हिट फिल्महरूमा काम गरिसकेकी छन्। अभिनय, नृत्य, गायन सबैतिर उनी बहुप्रतिभाशाली नायिका हुन्। 10औं नम्बरमा रहेकी छिन् आधुनिक नेपाली सिनेमा क्षेत्रमा चर्चाको शिखरमा रहेकी नायिका स्वस्तिमा खड्का। सन् 2015 मा आएको फिल्म पोस्टल रिटर्न्सबाट उनले आफ्नो डेब्यू गरेकी थिइन् र त्यही फिल्मले नयाँ पुस्तामा उनको पहिचान बनाइदियो। तर उनलाई घर घरमा चिनाउने फिल्म बन्यो छक्का पञ्जा 2। यही फिल्मपछि उनलाई राष्ट्रिय भाउजू भनेर चिनिन थालियो। यथार्थवादी अभिनयको उदाहरण बनेको फिल्म बुलबुलमा उनले रिक्सा चलाउने युवतीको भूमिका अभूतपूर्ण अभिनय गरिन्। उनले आलोचक र दर्शक दुवैको मन जितिन्। अभिनय, अनुशासन र आत्मविश्वासले भरिपूर्ण स्वस्तिमा आजको पुस्ताको सबैभन्दा सफल नायिका मध्ये एक हुन्।